कहिलेकाहीँ प्रश्न उठ्छ यो के का लागि हो। सायद विश्वनाथजीले नै हो, मैले धेरै ठाउँमा सुनाउने गरेको छु यो के को लागि दुःख बेसार मैले भनेर हाम्रो एउटा गाउँले लवजमा उहाँले सोध्नु भएको थियो 3 वर्ष अगाडि चुनाव लड्दै गर्दा। त्यो मलाई खुब झटक लाग्यो भन्छ नि, झटक लागेर हत परेर मैले धेरै ठाउँमा दोहोऱ्याउने गरेको छु। साँच्चीकै हामीले राजनीतिमा यसरी असिना पसिना गर्दै दौडधुप गर्दा यो के को लागि भन्ने चाहिँ साथै स्पष्ट हुन जरुरी देखिन्छ। दलहरू नै किन बनाउनु पर्यो हो, व्यक्तिले गरेर नहुने के थियो, यो दलीय व्यवस्थामै हामी किन छौँ होइन। दलीय व्यवस्था मार्फत राजनीति गर्न खोज्दैछौँ। कस्तो खालको राजनीति हो, दुनियाँमा त फरक फरक मोडल छन्। हामीले बहुदलीय प्रतिस्पर्धा अन्तर्गतको होइन लोकतान्त्रिक बहुलवादी प्रणाली भनेर बनाएका छौँ। यो सबै कुराहरू चाहिँ वास्तवमा गहन छ। हामी राजनीतिमा लागिसकेपछि अब वडादेखि माथिको नेतृत्व सम्हाल्न अग्रसर हुँदै गर्दाखेरि यसबारेमा बेला बेलामा चाहिँ हामीले सोच्नुपर्छ, आफैले आफैले जझेकाउनुपर्छ र पार्टीका तर्फबाट पनि विभिन्न प्रशिक्षणहरू दिएर होइन यो चाहिँ स्पष्ट पार्दै रहनुपर्छ। नभए चाहिँ हार र हुर र अब साथीभाइले भने यता र उता गऱ्यो त्यो भिड तन्त्र हुन्छ। त्यसैले मैले जहिले पनि पार्टीको निर्माणको एउटा अवदान हुन्छ, 3 खुट्टे अवदान, हाम्रो अँगेरोको अवदान जस्तो नीति विचार सिद्धान्तलाई स्पष्ट हुनु पर्यो, नेतृत्व र सङ्गठनमा एकदमै चुस्त हुनु पर्यो र संस्कार चरित्र अभियान आन्दोलन होइन संस्कार र चरित्रले शिक्षित गरेको आन्दोलन र अभियानहरूको श्रृङ्खलाले राजनीतिक दलका गतिविधिहरू हुन्छन् र त्यसैले जनतासँग हामीलाई जोडिरहेको छ, उत्तरदायी बनाइरहेको छ। र यो खालको मोडलमा हामी गएपछि अहिले अब बेनीबाट सिधै हानिएर यहाँ म आइरहेको छु। विगत 2 दिनमा तपाईँहरूले देख्नुभयो 24 घण्टामा हामीले करिब 1000 जना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरायो, जिल्ला प्रदेश केन्द्रीय स्तरकै नेताहरू। र त्यो यस्तो कोल्टो परेको भेट रहेछ नि, पोखराभन्दा उता कोही पनि नभेटेको। रवि लामिछाने स्वयं 2 पटक पर्वत आउँछु भनेर नजानु भएको रहेछ। अब सुखद संयोग नै भनौँ उहाँ छुट्नुभयो, मलाई भैरवा बोलाउनु भएको थियो, पर्वतको क्यान्सल गर्नु पर्ने भयो। यत्रो आफत लाग्यो कि बरु रविजीलाई 2 दिनपछि भेट भइहाल्छ, फोनमा कुरा भइहाल्छ। पर्वत बाग्लुङ र म्याग्दी चाहिँ यसपालि चाहिँ छोड्नु पर्यो, नभए ठुलो दुर्घटना हुन्छ। पार्टीहरूलाई पार्टीका साथीहरूलाई धेरै नै निरुत्साहित पार्छ। पर्वत पुगेर तपाईँहरूले खुला आमसभा नै अहिले अरू दलले त त्यस्तो खालको खुला आमसभा गर्ने आँट पनि धेरै गरेको छैन। हामीले गऱ्यौँ, भव्य कार्यक्रम भयो, लगभग यहाँ हल्लियो र सहर त्यो पुष्पा बजार परिक्रमा गर्दाखेरि त्यो ठ्याक्कै मलाई दमोलीको याद आयो। दमोली डुम्रे आँबुमा जाँदाखेरि त्यो सुरुमा त हामीलाई कसैलाई पत्याएको थिएन नि, यहाँ त बाजी ठोकिरहेको थियो। उहाँहरूले 3000 भोट कटाएर काम काट्दिन्छु भन्ने सबै निस्किएको थियो। तर हामीलाई सुरुका दिनमा पहिलो 1 हप्तामै थाहा भइसक्यो, त्यो आँखाले बोल्दो रहेछ क्या। त्यो पसलमा छिरेर नमस्ते गरेर यसो खुलेर आउनु मिलेको छैन। हिजो काङ्ग्रेस एमालेलाई भोट हालेर अलिअलि माओवादी थिए, तर अब यसपालि तपाईँलाई हो घन्टीलाई हो भनेर जसरी इसारा गर्नुभएको थियो। अस्ति पर्वतमा ठ्याक्कै मलाई त झलझली हामीले तनाउमा घुमे जस्तो भएको थियो, गाडीबाटै हुँदा पनि त्यस्तो आत्मीयता र कार्यक्रम एकदम राम्रो भयो। त्यसपछि बाग्लुङ गयो, बाग्लुङमा त भ्याइ नभ्याइ त्यहाँ हलमा गरियो, त्यो चाहिँ खुला यस्तै हलमा डबल मान्छे बाहिर सुन्न पाइएन भनेर बरु रिसाएर निस्केर जानु, आवाज राम्ररी सुनिएन, कोचाकोच भयो भनेर त्यहाँ पनि राम्रो कार्यक्रम भयो। र म्याग्दीको सधैँ ओझेल नपरेको हेपिएको टाढा भनेको ठाउँमा पहिला केन्द्रीय नेताहरू जाँदा पनि 10-15 जनाभन्दा भेला गर्नै गाह्रो त्यस्तो ठाउँमा आज पनि खचाखच 100औं मान्छेहरू पार्टी प्रवेश गर्नुभयो र म्याग्दी पनि अब जुरुक्कै उठ्छ भन्ने प्रदेशका साथीहरूको विश्वास। सो यसरी अब खाना खाएको छैन आज दिनभरि होइन, आएर अब एकैचोटि सुत्नुभन्दा अगाडि बुढो भइए चाहिँ यहाँ ढाड दुख्नु थालेको छ। यहाँ गाडीमा कम्प्लेन गर्दै आएँ मैले सागर भाइहरूलाई, ढाडको दुख्यो, दौडधुप बढी भयो कि उमेर पनि अब क्याचअप गरेँ कि उमेरले भयो। तर यो सबै अब आजै रवि लामिछानेजीले बोल्नुभयो 24 कोटीमा, यहाँहरूले सुन्नुभयो होला। मैले क्लिप मात्र सुन्न पाएँ अहिले आउँदाखेरि, पुरै सुरुदेखि अन्त्यसम्म भिडियो हेर्न पाएको छैन। तर राम्रो थियो यो जुनुन, यो एउटा चाहिँ अठोट हाम्रो केन्द्रीय तहबाट केही न केही गर्ने, धक्का दिने नै हो भन्ने छ। र त्यस बारेमा अब भोलि नै बिहानै काठमाडौँ हालिनुपर्नेछ। 3 बजे हामी रवि लामिछानेजीलाई पुनः पार्टीमा स्वागत गर्नेछौँ सभापतिकै हैसियतमा। सभापति नै हो तर सक्रिय रूपमा हुनुहुन्थेन, कार्यवाहक सभापति दिएर जानुभएको थियो।
सायद त्यो कार्यवाहक चाहिँ भने अब फिर्ता लिएर चाहिँ अगाडि जानुहुनेछ। 6 बजे सम्माननीय प्रधानमन्त्रीले नै मलाई बिहान नै हुँदाहुँदै फोन गर्नुभएको थियो उहाँको अफिसबाट। उहाँले भेट्न चाहना गर्नुभएको छ भनेपछि भोलि रविजीलाई लिएर हामी सम्माननीय प्रधानमन्त्रीज्यूलाई 6 बजे भेट्नेछौँ भोलि भनेपछि एकदमै वडा टोलको कार्यक्रमदेखि अब सर्वोच्च निकायसम्म चाहिँ हामीले 24 घण्टाको बिचमा चाहिँ यो गरेको छ। यो सबै चाहिँ के हो भने अब यसले केही सङ्केतहरू गरिरहेको छ। अब रासोपा नै हो होइन, पुरानाहरूले मुटु उठाउन नसक्ने, आँखामा आँखा जुदाएर गतिविधिहरू गर्न नसक्ने, विवादित छन्, आत्तिएका छन्। त्यो आत्तालिएपछिको प्रतिक्रिया स्वरूप कहिले एउटा मुद्दा लगाएर थुन्ने, कहिले सोसियल मिडियामा ट्रोलिङ गराउने, क्याम्पेन गराउने इत्यादि छँदैछ। त्यसलाई पनि स्वाभाविक रूपमा लिएर अब हामीले चाहिँ अगाडि जानुपर्ने हुन्छ। जसरी फैलिरहेको छ 79को चुनाव अगाडि रासोपामा प्रारम्भिक निर्वाचनमा मत हाल्नेहरू 3-4 हजार भन्दा थिएन। आज 2,57,000 सदस्य छन् रासोपाका, भेरिफाइड अनभेरिफाइड, कोही कागजमा कोही अफलाइन भएर 2,57,000 चाहिँ पार्टीसँग नाका छ। 38वटा देशमा च्याप्टर खुलेछ, 38वटा देश। अस्ति भर्खर म तपाईँले देखिराख्नु भएको छ होइन, तनहुँमा अलिक बढी आइदियो हुन्थ्यो भन्नुहुन्छ, तर यसो फेसबुक हेऱ्यो भने थाहा पाइहाल्नुहुन्छ पार्टीकै काममा कहिले सुर्खेत पुगेको छ, कहिले अस्ट्रेलिया पुगेको छ, कहिले क्यानाडा पुगेको छ, कहिले इन्डिया पुगेको छ। र त्यो सबै कहिलेकाहीँ चाहिँ